गाइज हाम्रो चाहिँ यो घरबेटीको घर है गाईघाट हैन यहाँनिर चाहिँ यस्तो बनाएको छ। हामी देखाउन गइरहेको छु। मेरो चाहिँ भर्खरै युट्युब च्यानल खोलेको छ। तपाईहरुले हेर्न सक्नुहुन्छ, लाइक शेयर कमेन्ट गर्न सक्नुहुन्छ हैन। गाईघाट बजार कस्तो छ भनेर तपाईहरुलाई देखाउन चाहन्छु तपाईहरुलाई। यहाँनिर हामी बजार हिँड्दैछु अहिले। हेर्नुस् है गाईघाट बजार कस्तो रहेछ तपाईहरुले पनि हेर्न सक्नुहुन्छ। जहाँसुकै भए पनि हैन सबैजनाले हेर्न सक्नुहुन्छ। यता मास्टर यस्तो छ। हामी चाहिँ यता तलतिर लाग्नु पर्ने हैन। यस्तो झिलिमिली छ। हेर्नुस् है गाईघाट बजार तपाईहरुले हेर्न सक्नुहुन्छ। गाईघाट बजार मैले चाहिँ नयाँ युट्युब च्यानल खोलेको, ब्लग भर्खरै खोलेको हो। मगर ब्लग छ हैन। सबैजनाले सब्स्क्राइब शेयर गर्न सक्नुहुन्छ, लाइक कमेन्ट गर्न सक्नुहुन्छ। पक्कै पनि माया गर्नुहुन्छ भन्ने मलाई आशा छ। यहाँ गाईघाट बजारको हेर्नुस् है कस्तो कस्तो रहेछ आज। तपाईहरु सबैले हेर्न सक्नुहुन्छ। हेर्नुस् है धेरै रमाइलो छ गाईघाट बजार हैन। एकदम सुन्दर, एकदम आनन्दको ठाउँ छ हैन। सबैजना हेर्नुहोस्। यो चाहिँ पिपल चोक, यसलाई चाहिँ पिपल चोक भनिन्छ। यहाँ पिपल छ हैन, हेर्न सक्नुहुन्छ। हैन ह लेखिङ हामी चाहिँ यो पिपल चोकदेखि यता मात्र अलिकति मोडेर तलतिर जान्छौँ हैन। सबैले हेर्न सक्नुहुन्छ। हेर्नुहोस् झिलिमिली दसैँको बेलामा झिलिमिली छ। एकदम आनन्दको ठाउँ। हेर्नुहोस् त त्यहाँनिर कति बत्ती बलिरहेछ हैन। हेर्नुहोस् त गाईघाट बजार सबैजनाले हेर्नुहोस् है। माया एकदम इसे घोटो यसो काहीँतिर क्या माया क्या। गाईघाटको यो हो नि त तिहार। बल्ल आज तिहार लाग्यो जस्तो लाग्यो। झिलिमिली जिल्ला उदयपुर जिल्ला रमाइलो अनि हो। काला बोलानु न त हेर ल। लगभग 2 ठाउँ भ्याल्यो होला देउसी खेल्नु। भेला यसै गाईजहरू कति झिलिमिली एकदम रङ्गिन। हेर्नुहोस् त कति रमाइलो छ गाईघाट बजार। तपाईहरुलाई सायद कानो डान्स गर्न देखि हैन। हेर्नुहोस् है हेर्नुहोस् कति रमाइलो छ गाईघाट बजार। यहाँनिर अगाडि देउसी भैलोको कार्यक्रम चलिरहेछ हैन। तपाईहरुलाई देखाउन चाहन्छु यहाँनिर है ठ्याक्कै यहाँनिर है। ल क्यामेरा के भयो जुम्मा जाने पखाइ। हामी योतर्फ लागिसके। हेर्नुहोस् है उतातिरै वहाँनिर धेरै भव्य छ हैन।
हेर्नुहोस् कति रमाइलो ठाउँ दसैँ तिहारमा एकदम भव्य कार्यक्रम भइरहेको छ यतातिर हेर्नुहोस् त कति झिलिमिली बोलिरहेछ एउटा टिकटकमा थियो कि के भन्छ नामै बिर्स्या हेर्नुहोस् त हेर्नुहोस् यतातिर कति रमाइलो छ कति आनन्दको ठाउँ छ आउनुहोस् घुम्नुहोस् अहिले चाहिँ पुरानो पेट्रोल पम्पमा आइपुगिसक्यो हामी पुरानो पेट्रोल पम्प है यो चाहिँ यहाँनिर यो अगाडि छ नि हामी ठ्याक्कै त्यहीँ पुग्छ अब हेर्नुहोस् है झिलिमिली रातमा आउनु साथमा रमाइलो गर्दैछु यो चाहिँ ठ्याक्कै पुरानो पेट्रोल पम्प है यो यहाँनिर होइन आज रोडभरि केराको खम्बा मात्रै छ दिमाग खराब पार्क यहाँ चाहिँ देउसी भैले खेल्न आँटेको जस्तो छ ओ ध्रुव सर छिटो झिलिमिली जिल्ला गाईघाटको बजार हुँदै आउनु है रमाइलो गर्दै एकैसाथमा नै तिहार मनाउँदै भन भाइ हो देउसी हेर्नुहोस् त यता टिकटकको हतार छ खतरा खतरा बोलिरहेको छ है सिद्धार्थ ब्याङ्क यता चाहिँ सिद्धार्थ ब्याङ्क हेर्नुहोस् न केराको खम्बा मात्रै छ यार जता पनि हेर्नु न रोडभरि यो के हो हेलिकप्टर हो भनेर हेर्नु त मेन रोडमा छु है अहिले हामी होइन होला देउसिरी त्यतापट्टि हामी यतातर्फ नै हामी यतातिर चाहिँ जाँदैछ किनभने ए डाङ्गेर यति खानुपर्ने यसलाई देख्दै कपिराइट
झिलिमिली झिल्ला देउसी यस्तो पनि नुङ्गेन ओए तर खै कुला भिडियो त अघि दिन त बाँकी पर्या गाईघाट नराम्रो छ भनेर कसले भन्छ कसले भन्छ हामी छु नि त बाउनै बढी नाप दिन्छ हेर्नुहोस् है गाइज गाईघाट बजारको एरिया कस्तो छ चिन्छ काहीँ पर्छ यार यहाँ त काम छ गुलाम भाइ लाल गरिन हिरोमा जानु खप्पै हामी पिपल बोटमा आइसक्यो फेरि कतितिर घुमेर पनि योभन्दा धेरै घुम्न सकिएन अब हामी कोठातर्फ लाग्छु अरू हामी कोठातर्फ लागिसक्यो होइन यहाँबाट